Everyone, सबैलाई नमस्ते। मेरो नाम चाहिँ हुसेन कटवाल हो। आइम फ्रम उदयपुर गाईघाट। अनि म चाहिँ ग्रेड 12 मा पढ्छु र आज चाहिँ सम्पूर्ण मेरा हैन दाजुभाइहरू अब कोही कहाँ छन् कोही कहाँ छन् हैन। म चाहिँ अहिले जस्ट घरमा छु किनकि मैले आज मम्मीले मलाई लुगा पनि धुन दिएका छन्। लुगाहरू धेरै छ धुनको लागि हैन। जस्ट यति हो लुगा धुनु मैले छैन नि, लुगा छ तर यति हो धुनको लागि चाहिँ लुगा, किनकि भोलि कलेज पनि छ। कलेज जाँदा लुगा पनि धुनुपर्छ। अहिले चाहिँ समथिङ 1 बजेको छ बेलुकाको। अनि म चाहिँ लुगा धुन आँटेको छु र यो भिडियो चाहिँ लङ हुनसक्छ है। हेर्नु लागि गीत गाउन सक्छु र टेक्नु गर्ने होला हैन। अनि त्यो गाउँदै टकानमा गीत त्यो लुगा धुन सकिन्थ्यो किनकि अब लुगा धेरै छ के। अनि तपाईँहरूलाई म के भन्न चाहन्छु भने चाहिँ एउटा मनले भन्छ मलाई हैन, मनले भन्छ लुगा नधुनु। मनले त तिमीले कन्ट्रोल सक्दैन कि, पुरा कन्ट्रोल गर्ने हो हैन। मन भनेको भित्र गर्ने हो, मनले जे मान्छ भने बाहिर दिमागले युज गर्ने हो हैन। त्यही हो। अब चाहिँ म जस्ट लुगा धुन आँटेको र तपाईँहरूलाई के भन्न चाहन्छु भने डोन्ट लेजी। म अहिले त आजभोलि होइन मलाई के भएको छ त्यो मलाई थाहा छैन कि लेजी छु कि म आजभोलि होइन। अनि मले पनि भन्छन् मलाई के गरेको छोरा, के गरिस् किताबुदी छैन। लास्टले लेजी भएको छु कि मम्मी आजकल के भएको उहाँ रामपुरबाट यहाँ आएपछि लास्ट लेजी कि होइन। 2 महिना अब 12 पछि त नि घर आएपछि कस्तो लेजी लाग्दैन, बोर लाग्दैन हो त्यही हो होइन। तर भन्छन् जस्तो छु आइम त्यस्तै, तर म त्यस्तो छुइनँ। मलाई आफूमा के भित्र एउटा चेन्ज लागिरहेछ लाइफ होइन। अनि पहिला त अब त्यस्तो बोर नलाग्ने होइन, जे पनि गर्न कोसिस गर्ने। तर अहिले त उहाँबाट आएपछि त पुरै लेजी कि बोर के होइन। घर आएर चाहिँ त्यही हो। अनि अहिले चाहिँ म आफ्नो घरमा छु। यता समथिङ यता चाहिँ म अहिले घरतिर आउन आँटेको छु। घरतिर भन्छ लुगा धुन आँटेको छु। लुगा चाहिँ मलाई पारी छ, म यता छु साइडमा छु। यता चाहिँ हाम्रो खसीहरू बोकाहरू छ। त्यही हो गाइज है। भिडियो हेरिदिनु होला होइन। मलाई चाहिँ सर्ट एन्ड स्विट भिडियो है। ल अब चाहिँ रेगुलर भिडियो आउन कोसिस गर्छु, रेगुलर भिडियो हालिदिन्छु जस्तो पुग्यो होस् होइन। ल तपाईँहरूलाई चाहिँ यहीँसम्म है। हेरिदिनु होला, लाइक नदिनु होला। ल बाई।